हेलो नमस्ते सबैजनालाई चाहिँ म इन्द्र केसी मेरो युट्युब च्यानल केसी देबाट चाहिँ सबैजनालाई चाहिँ स्वागत गर्न चाहन्छु। आज म चाहिँ काठमाडौँबाट यो मध्य पहाडी लोकमार्ग हुँदै पूर्वको यात्रामा चाहिँ म निस्केँ है। अब म कलिङ्गीबाट चाहिँ निस्केको म चाहिँ त्यो अब काठमाडौँको रोडहरू सबैले देखिसक्नु भएको छ। म चाहिँ अब धुलीखोलदेखि यतापट्टिबाट म चाहिँ अब अगाडि बढिरहेको छु। हेरौँ यहाँदेखि चाहिँ कहाँसम्म चाहिँ बाटो कस्तो रहेछ के रहेछ यताउता सबैजना हेर्दै गर्नु होला। र मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब अथवा चाहिँ लाइक कमेन्टहरू पनि गरिदिनु होला भन्दै चाहिँ म यो यात्रालाई चाहिँ अब यहीँदेखिबाट चाहिँ म शुभारम्भ गर्छु है त। म चाहिँ अब धुलीखेल चाहिँ लगभग क्रस गरेर तल आइसकेँ है। लगभग 5-10 किलोमिटर जति आइसक्यो होला हैन। अहिलेसम्म त बाटो चाहिँ एकदम राम्रो छ। अब यसपछिको बाटो कस्तो छ हेरौँ। लगभग बाटो राम्रै छ जस्तो मलाई लागिरहेको छ। अनि अर्को कुरा चाहिँ आज मौसम पनि एकदम क्लियर छ, राम्रो छ। त्यसले गर्दाखेरि पनि ठिक भयो। अनि अब आज काठमाडौँदेखिबाट चाहिँ अब बोर्दिवास हुँदै अब बोर्दिवास पुग्छु कि पुग्दैन थाहा छैन। तर चाहिँ त्यहाँदेखि म चाहिँ खास गरेर चाहिँ उपल्लो यो मध्य पहाडी लोकमार्ग भनेर भन्दो रहेछ। यो नयाँ बाटो हो हैन, धेरै पुरानो बाटो त होइन। त्यो बाटोबाट चाहिँ म चाहिँ पूर्वसम्म कहाँसम्म पुग्छु म पूर्व भन्ने कुरो चाहिँ मेरो पनि अहिले खासै यकिन छैन हैन। जहाँसम्म लाग्छ चाहिँ म चाहिँ अब पूर्वैसम्म पुग्ने चाहिँ मेरो चाहिँ अब इच्छा हो। तर अब हेरौँ यात्राले चाहिँ अब कहाँसम्म चाहिँ पुर्याउँछ हैन। राम्रो बाटो रहेछ। अनि त्यसपछि मौसमले साथ दियो भने चाहिँ म पूर्वैसम्म पुग्छु, होइन भने अब कहाँसम्म पुगिन्छ हेरौँ। अब धरानसम्म पुगौँ, त्यसपछिबाट धरानदेखिबाट चाहिँ अब त्यहाँदेखि अगाडि लाग्ने इच्छा भयो भने लाग्नु पर्ला, नभए चाहिँ त्यहाँदेखिबाट फेरि तलपट्टिको चाहिँ यो पूर्व पश्चिम राजमार्ग हुँदै म चाहिँ बुटुल आइपुग्छु। र अर्को कुरा चाहिँ जस्तै म पूर्वतिर चाहिँ म गएकै छैन क्या अझैसम्म चाहिँ। म यो तल्लो बाटो चाहिँ यो के भन्छ पश्चिम यो पूर्व पश्चिम राजमार्ग हुँदै चाहिँ म बिरगञ्जसम्म पुगेको छु। त्यहाँदेखिबाट अगाडि पनि पुगेको छैन। यो लोकमार्ग मेरो फर्स्टचोटि हो होइन। अब हेरौँ कस्तो हुन्छ, हेर्दै जाऊँ। मलाई फेरि यात्रा गर्न एकदम रमाइलो लाग्छ है। यस्तै साथीहरू मिले त झन् अझै रमाइलो हुन्थ्यो। के गर्ने अब सबै साथीभाइ भनेको चाहिँ अब कोही विदेशतिर हुनुहुन्छ, कोही अब आफ्नै काममा चाहिँ बिजी हुनुहुन्छ होइन। त्यसले गर्दाखेरि अब समय पनि छैन, बर्खाको टाइम। त्यसले गर्दाखेरि अलि मिलेन क्या। त्यसले गर्दाखेरि अब घुम्ने इच्छा आफ्नो इच्छा चाहिँ अब ठिकै छ। एक्लै भए पनि केही फरक पर्दैन चाहिँ। रोडमा चाहिँ साथीभाइ चाहिँ जति पनि बनाउन सकिन्छ। अब जति पनि हामी रोडमा हिँडिन्छ ती सबै साथीभाइ हो होइन। त्यस्तो केही यताउता परे चाहिँ सबैले हाम्रो नेपालमा चाहिँ अब हेल्प गर्ने चाहिँ छँदैछ। त्यसले गर्दा मलाई त्यति खासै त्यस्तो अप्ठ्यारो पर्ला जस्तो मलाई लागेको छैन। हेरौँ कस्तो हुँदैछ। बाटो चाहिँ एकदम झिकझ्याक रहेछ है। एकदम खुसी, एकदम एक्साइटेड हुँदै अब पूर्वको यात्रा चाहिँ निक्लियो। अब सबैले चाहिँ मेरो भ्लग हेरिदिनु होला, कस्तो छ के छ कस्तो रहेछ यो बाटो भनेर पनि है। राम्रो रहेछ भने चाहिँ लाइक कमेन्ट पनि गरिदिनु होला। तर अहिलेसम्म त बाटो त एकदम राम्रो छ। यसपछिको बाटो कस्तो हुने हो थाहा छैन। अलिकति तल पुगेपछि बाटो खराब छ अलिकति भन्ने कुरो त मैले सुनेको थिएँ। पोहोर सालको चाहिँ यो बाढी पहिरो पानीले। अब हेरौँ के रहेछ। तर एकदम आनन्द गजब रहेछ भने अरू शीतल पनि छ है। मौसमले एकदम राम्रो साथ दिइरहेछ। कस्तो मिलेको चाहिँ ठाउँ रहेछ क्या। यतापट्टि चाहिँ सर्लक्क चाहिँ पहाड भए पनि होइन, तर चाहिँ बस्ती चाहिँ बाक्लो रहेछ। हुन त यो अब काठमाडौँको चाहिँ नजिकको अब ठाउँ भएर पनि होला है। मलाई त एकदम राम्रो लाग्यो भने यतापट्टि ठाउँ त राम्रो सबै चाहिँ ढलान सहितका घरहरू है। राम्रो मिठो बस्ती रहेछ।
नेपाल थोक त्यो ठाउँलाई के भन्छ पनि है थाहा भएन चाहिँ गजब छ राम्रो छ पहाड पनि कस्तो ठिक्क के भन्छ यसलाई त्यो अग्लो अग्लो नभएर है छोटो छोटो पहाडहरू के त्यस्तो पहाडमा चाहिँ एकदम बस्ती राम्रो हुन्छ नि त खेतीपाती पनि राम्रो हुँदो रहेछ जस्तो लाग्यो है यो त के बजार हो खै यो यो भकुण्डे बेसी भन्दो रहेछ यो ठाउँलाई है भकुण्डे बेसी राम्रो रहेछ मकै त अझै नकाटेको हो कि नपाकेको हो सबै रुखहरू त पुरै सुकिसकेको छ तर चाहिँ ओ स्याबास यस्तै हुनुपर्छ भकुण्डे बेसीमा चाहिँ यो कस्तो हुँदो रहेछ भने जस्तो नहिँडेको बाटोमा चाहिँ हिँड्दाखेरि एकदम मनै अर्कै हुँदो रहेछ है अब फर्स्टचोटि हिँडिरहेको छु नि त अनि इच्छा चाहिँ मेरो एकदम पहिलेदेखि थियो जहिले पनि चाहिँ जापानबाट आयो नेपालमा आयो त्यसपछिबाट चाहिँ ल के यताउता घुम्नु पर्ला यो पर्ला भनेर चाहिँ मनमा सोच्यो तर चाहिँ त्यस्तो हुँदैन के एक त अब बढी बसाइ बुटोलतिर हुने भएको हुनाले बुटोलको चाहिँ आजकले गर्मीले चाहिँ केही उछारै पाइँदैन अनि अर्को कुरो दिनमा अब भनौँ 10 बजीबाट लिएर अब 4-5 बजेसम्म चाहिँ बाहिर निस्किने एउटा कुनै वातावरण बन्दै बन्दैन कि अझ जब फेरि कस्तो हुन्छ भने साँझमा जब ठ्याक्कै अलि साँझ पर्न साथ चाहिँ एकैछिनमा चाहिँ झ्यापै पर आउँदैन भइहाल्छ त्यसले गर्दाखेरि कतै भ्लग्सलाई केही गर्न पाएन फेरि अलिकति काममा पनि म एकदम व्यस्त थिएँ अनि अब फेरि बुटुलबाट फेरि काठमाडौँ गएपछि फेरि बनाउँछु भन्यो अर्को भ्लग बनाउँछु भन्यो फेरि काठमाडौँतिर आए पनि त्यस्तै भइहाल्छ दिनभरि चाहिँ फेरि काठमाडौँ अलिकति काम थियो त्यो पनि काम चाहिँ त्यसले गर्दाखेरि त्यति खासै उ गर्न पाइएन भ्लग्सलाई यता बनाउन पाइएन ठिकै छ अब म चाहिँ लगभग अब अलिकति कन्टिन्यू रूपमा चाहिँ अब भ्लगहरू बनाउने सोचमा छु अलिकति खाएको रहेछ तर म जहाँसम्म लाग्छ मलाई अब यो बाटोलाई पिच गरे तापनि तर यो पछि फेरि सम्भावित आउने पछि चाहिँ पानीले सिम यस्तै बनाइदिन्छ नै किनभने यो नदीको एकदमै नजिकबाट रहेछ यो बाटो है त्यसले गर्दाखेरि अब यसको विकल्प चाहिँ सरकारले अलिकति माथिबाट खोज्नु पर्ला जस्तो मलाई लागिरहेछ यति नजिकबाट खोलो त अब जहिले पनि कुनै पनि बेला चाहिँ बढेर आउन सक्नुहुन्छ अब एउटै केस चाहिँ पटक पटक गइदिँदाखेरि अलिकति घर बेला पनि गाह्रो होला नि त मान्छेहरूलाई हिँड्नलाई यताउता पनि गाह्रो होला होइन त्यसले गर्दाखेरि यति नजिकै खोला त अब हुन त अब धेरै जसो सबै नेपालका चाहिँ बाटाघाटाहरू सबै खोलाकै किनारबाट छन् तैपनि हुन त कति वर्षसम्म चाहिँ लगभग यस्तै अब चलिरहेको थियो केही भएको थिएन अब 4 सालको बढीले हो होइन सधैँभरि यस्तै ठुलै पानी परिरहन्छ भन्ने कुरो त हुँदैन त्यही पनि मेरो बाइकले चाहिँ बल्ल न्याय पाए जस्तो छ अब जहिले पनि चाहिँ अब पिच रोडमा चाहिँ दौडिएछ माउन्टेन बाइक लिएर भन्ने फिल भयो होला आज चाहिँ ल यस्तै अब घाङ्ग्रा र गौरुङको बाटोमा चाहिँ हिँड्दाखेरि
पक्कै पनि चाहिँ न्याय पायो जस्तो लाग्यो है मलाई। यस्तो बाटो हो लगभग खै अहिलेसम्म पनि लगभग त 3-4 किलोमिटर जस्तो त म चाहिँ पुरै यस्तै बाटो आइसकेँ हैन। अब कति किलोमिटर जति चाहिँ यो हाम्रो यो खोलाले चाहिँ बाटो बिगारेको रहेछ भन्ने कुरो चाहिँ म अलि एकछिनपछि तपाईँलाई भन्छु कतिसम्म चाहिँ यस्तो बाटो रहेछ भनेर है। ल बस स्याबास यस्तै हो यात्रा भनेको चाहिँ कहीँ चाहिँ सरल हुन्छ कहीँ चाहिँ हल्का अप्ठ्यारो हुन्छ। यस्तै हो अब यति नजिक छ अब के गर्नु खोला बाढेर आएपछि त अब उसको के लाग्यो र त अहिले यो खोला त अलिक ठुलो हुनुपर्ने हो जस्तो लाग्छ मलाई। यो सानो रहेछ त यो बर्खाको टाइम हो यो त बर्खाको टाइममा पनि बाढी छैन हुन त यो पटक चाहिँ खासै के पानी परेर पानी नै परेन भनौँ है। पोहोर साल त धेरै ठुलो पानी परेको थियो नि त यो दसैँताका हुन त अहिले पनि पर्न सक्छ त्यस्तो त केही भन्न सकिँदैन तर चाहिँ अहिलेसम्मलाई चाहिँ त्यस्तो खासै पानी ठुलो पानी परेको छैन। बरु यता उत्तरतिर चाहिँ बरु अलिक ठुलो पानी पर्यो तर चाहिँ यतातिर खासै परेको छैन। मुलकोटमा चाहिँ खाना खाइयो। अब खाना खाएपछि म मुलकोटदेखिबाट अब म माथिपट्टि लाग्छु है। यो के भन्छन् यो सिसामा ऐना देवी हो कि के भन्ने ठाउँतिर। अब मेरो यहाँबाट फेरि हल्का उकालो यात्रा हुन्छ फेरि ओह्रालो यात्रा हुन्छ। म सुनकोसीलाई चाहिँ छोड्दै फेरि भेट्दै फेरि छोड्दै फेरि भेट्दै त्यस्तो टाइपको रहेछ है। अब चढाइ पनि छ अब ओह्रालो पनि छ भन्दै हुनुहुन्थ्यो होइन। हेरौँ कस्तो रहेछ। है अब यो रमाइलो तरिकाले यहाँसम्म आइयो है। सुखद यात्रा भन्नुपर्छ। सायद त्यो माथिको होला सिसा के अरे ऐना देवी भनेको ठाउँ चाहिँ है। बाटो त क्या सोलिड बनाइसकेर पहिलाको बाटो हेर्ने भनेदेखि त अहिलेको अब यदि चाहिँ त्यो पानीले पोहोरसालको बाढीले केही नगराएको भए बाटो चाहिँ गजबको रहेछ तर के गर्नु अब पानीले गर्दाखेरि बाढीले गर्दा लग्यो। अब यस्तै बाटो बन्नु त अब खै कहिले हो लगभग त्यही 7-8 किलोमिटर जति चाहिँ बाटो चाहिँ खतमै रहेछ है। अरू बाटो चाहिँ ठिक छ। ल अब ऐना देवी भन्नेको चाहिँ नजिकै आइपुगेँ म। अलिकति उकालो फेरि ओह्रालो अलिक उकालो ओह्रालो त्यस्तो छ अरे यो बाटो भन्ने मैले सुन्न पाएँ। तलतिर चाहिँ होटलमा सोधेको खाना खाने ठाउँमा। ल हाम्रो चाहिँ ऐना देवी भन्ने चाहिँ सुरु भयो है। ल ऐना देवीको चाहिँ जय यात्रा चाहिँ शुभ रहोस् सफल रहोस् भन्दै यहाँ त कुनै बेला चाहिँ एकदमै भिडभाड हुने पनि त्यस्तो रहेछ है।
खुर्कोट चाहिँ 16 किलोमिटर रहेछ यहाँदेखिबाट। म चाहिँ खुर्कोट पुगिसकेपछि मेरो यात्रा चाहिँ बल्ल ऐना देवी की जय। ल यो ठाउँमा त जताततै रहेछ क्या होइन त। आहा कस्तो राम्रो पारी। धेरै स्पिड पनि नगर्ने, ठिक्क ठिक्क तरिकाले जाउँ होइन। कुनै हतार छैन, कुनै त्यस्तो दबाब छैन, आनन्दसँग आफ्नो तालले जाने हो क्या, चिल टाइपले। बढी स्पिड भनेको बढीमा चाहिँ ल 50 होइन, सिधा बाटोमा त त्यही हो, नत्र यस्तो झिकझाक भएको बाटोमा चाहिँ अब 50 को स्पिडमा गयो भने चाहिँ एकदम ठिक हुन्छ। रमाइलो घुम्दै घुम्दै मैले चाहिँ यहाँदेखिबाट चाहिँ फुर्कोट पुग्छु। फुर्कोट पुगिसकेपछिबाट चाहिँ म त्यहाँदेखिबाट चाहिँ रामेछापतिर चाहिँ लाग्ने मैले चाहिँ निधो गरेँ है। हेरौँ रामेछाप, त्यसपछिबाट चाहिँ अब माथि त्यो सदरमुकाम के अरे के भन्छ त्यो त्यतापट्टि हुँदै त्यहाँदेखिबाट जानु पऱ्यो। त्यतापट्टिबाट चाहिँ बाटो चाहिँ सजिलो छ भन्ने कुरो गानी हो। मलाई आखिरमा जसरी पनि चाहिँ गाईघाट चाहिँ पुग्नै पर्ने रहेछ, गाईघाट पुगेरै जानुपर्ने रहेछ। अबल्लो बाटो भयो भने चाहिँ हेरौँला, नभयो भने ठिकै छ, कस्तो हुन्छ हेर्दै जाउँ। तर त्यही हो, खोलाको किनारको बाटो चाहिँ ध्वस्त थियो, तर चाहिँ त्यस माथिपट्टि आइसकेपछिबाट त्यस्तो बाटो खराब चाहिँ छैन, राम्रो बाटो छ। फुर्कोटबाट चाहिँ यता लेफ्ट लाग्यो भने लगभग आधा घन्टामै रामेछाप पुगिन्छ भन्ने कुरो चाहिँ भयो। मैले एकजना दाइले सोधेको, हेरौँ कस्तो रहेछ। तर हल्का चाहिँ गर्मी लाग्यो है यतापट्टि चाहिँ। काठमाडौँको र यहाँको तापक्रम त कसरी मिल्छ होइन, खोलाको किनार भएर पनि होला, छेउछाउ तलपट्टि बेसीमा त अलिकति गर्मी नै हुन्छ नि त पहाडभन्दा त, त्यसले गर्दाखेरि होला। तर चाहिँ यहाँको चाहिँ गाउँहरू चाहिँ मिठो लाग्यो है मलाई चाहिँ। हाम्रो पश्चिमपट्टिको गाउँ भन्दा चाहिँ यतापट्टिको गाउँ चाहिँ एकदम मिलेको के। सबै घरहरू चाहिँ अब टिन ढुङ्गा यस्तो माथिको घरहरू पनि, अहिलेको चाहिँ आरसिसी घरहरू पनि बनेकै रहेछ। जता माथि पनि त्यस्तो बनाएको रहेछ है, रमाइलो छ। हामी चाहिँ एकदम छिटो आत्तिन्छौँ मात्रै हो होइन, नै भन्दाखेरि चाहिँ नेपालमा चाहिँ विकास चाहिँ स्लोली भइरहेछ क्या। तर चाहिँ हुन त जुन रफ्तारले हुनुपर्ने हो त्यो भएन, तर चाहिँ हुँदै नभएको चाहिँ पनि त्यो पनि होइन रहेछ क्या। राम्रो छ। अब यस्तो माथि अब जस्तो बाटोमा त लगभग राम्रै हो, तल त लगभग घरहरू यता त राम्रो हुने भयो, माथिपट्टि पनि एकदम राम्रो के। बाटोघाटोको चाहिँ सबै सुविधा यताउता हेर्दाखेरि चाहिँ एकदम मजा आइरहेछ गाइज, मजा आइरहेछ एकदमै। त्यही हो, हल्का अलिअलि अब गर्मीले सताउने होला। बाटो पनि पुरा एकदम यस्तो रहेछ के त।
सिन्धुली म चाहिँ अब यहाँदेखिबाट रामेछापतिर नलागेर यहाँदेखिबाट चाहिँ अब ओखलढुङ्गातिर लाग्ने सल्लाह भयो हैन। बाटो चाहिँ यतापट्टिबाट राम्रो रहेछ। रामेछापतिर माथितिर अलि पछि चाहिँ जाने विचारले अलि बाटो पनि बन्दै रहेछ, पुरा बाटो बनिसकेको हेरेन रहेछ। त्यसले गर्दा म चाहिँ यहाँदेखिबाट अब ओखलढुङ्गातर्फ लागेँ है त। ल म माथि फेरि अहिले टुप्पोमा आइपुगेँ। अब यहाँदेखिबाट माटो, यहाँको माटो चाहिँ रातो रहेछ भने आहा कस्तो राम्रो। अब यहाँदेखिबाट के ओह्रालो हो, फेरि ओह्रालो जस्तो लाग्यो त मलाई त। रातो माटो, चिप्लो बाटो। यसो ल है यहाँबाट चाहिँ बर्दिवास जानलाई चाहिँ 85 किलोमिटर रहेछ हैन। म चाहिँ रामेछापतिर जाउँ कि भनेको, या त रामेछापतिर गइन्छ या चाहिँ के भन्छ ओखलढुङ्गातिर गइन्छ है। दुईटा ठाउँमा अब कुन ठिक हुन्छ भन्ने कुरो चाहिँ म अगाडि गएर सोध्छु, अनि त्यसपछि फेरि गाइजहरूलाई चाहिँ बताउँछु है। भन्दै बडा रमाइलो सुन्दर यात्रा। यो डाँडा काट्यो फेरि अति राम्रो ठाउँ आउँछ, फेरि त्यो काट्यो फेरि अति राम्रो ठाउँ आउँछ। यस्तो रहेछ क्या यो ठाउँ त। दाइले चाहिँ बाख्रा चराउनु भएको रहेछ। कति वर्ष भयो कि यो बाटो बनाएको, तर चाहिँ खासै त्यस्तो कुनै नबिग्रियो रहेछ। जापानले बनाइदिएको हो। फुर्कोट 7 किलोमिटर बाँकी रहेछ। ल 7 किलोमिटरमा मेरो चाहिँ आजको चाहिँ गन्तव्य, आजको चाहिँ बसाइ कता हुन्छ भन्ने कुरो चाहिँ 7 किलोमिटर भित्रैमै चाहिँ मेरो चाहिँ निर्णय हुने भयो क्या। त्यसले गर्दाखेरि लगाएछु म। अब चाहिँ त्यो निर्णय कहाँ बस्ने भन्ने कुरो चाहिँ निर्णय गरिसकेपछि तपाईँलाई फेरि मैले फेरि पुनः यही बाटो चाहिँ मिठा मिठा चाहिँ दृश्यहरू देखाउने बाचा गर्छु। यहाँदेखिबाट रामेछापतिर नलागेर यहाँदेखिबाट चाहिँ अब ओखलढुङ्गातिर लाग्ने सल्लाह भयो हैन। बाटो चाहिँ यतापट्टिबाट राम्रो रहेछ। रामेछापतिर माथितिर अलि पछि चाहिँ जाने विचारले अलि बाटो पनि बन्दै रहेछ, पुरा बाटो बनिसकेको हेरेन रहेछ। त्यसले गर्दा म चाहिँ यहाँदेखिबाट अब ओखलढुङ्गातर्फ लागेँ है त। ल अब सिन्धुली त्यो जुन गढी थियो नि, गढीमा चाहिँ म पुगेँ हैन। हेर्नसम्म चाहिँ भ्याइयो, तर चाहिँ भिडियो गराउन पाइएन किनभने समयको अभावले गर्दाखेरि। समय पनि कस्तो पर्थ्यो भने ठ्याक्कै 5 बजी बन्द हुँदो रहेछ। म चाहिँ जस्ट ठ्याक्कै 5 बजेर 10 मिनटमा पुगेको थिएँ। अनि त्यहाँ बाहिर सोधेको, ल टाढीबाट आउनु भएको रहेछ, यसो सानो गढीसम्म पुगेर आउनुहोस् न त भन्नुभयो। क्यामेरा निकाल्ने यताउता गर्दाखेरि चाहिँ टाइम लाग्ने भएको हुनाले म चाहिँ सानो गढीमा पुगेर अनि त्यसपछि म ओह्रालो झरेँ। अहिले लगभग कति बज्यो,
सभा छ भने के अरे 6:30 5:30 साँझ 5:30 भइसक्यो। अब यहाँदेखिबाट अब कहाँसम्म पुगिन्छ हेरौँ। रातिमा हिँड्ने होइन, ट्याक्क चाहिँ साँझ पऱ्यो बस्ने राम्रो ठाउँ खोजेर, अनि फेरि बरु भोलि बिहान फेरितिर चाहिँ हिँड्दा राम्रो हुन्छ। अनि अलिकति मौसम यतापट्टि त होइन, अलिक अगाडिपट्टि चाहिँ अलिक धमालधुमल जस्तो देखिरहेछ। त्यसले गर्दाखेरि पनि अब बस्ने ठाउँ खोज्नुपर्छ। तर रमाइलो रहेछ एकदम, ओह्रालो उकालो ओह्रालो उकालो ओह्रालो उकालो, बाटो चाहिँ एकदम ट्याक्क मिलेको है। त्यस्तो झिकझ्याक भए पनि तर चाहिँ उनाइ के भन्छ यो खाल्टाखुल्टी पनि छैन, केही छैन, आनन्दसँग 50-60 कि स्पिडमा मजाले हिँड्न मिल्दो रहेछ। गजब रमाइलो लाग्यो। तर माथि धेरै यो गढी भने त माथि उमै रहेछ नि त, एकदमै टापुमा रहेछ। लास्टै जाडो हुने भनेर यहाँ थियो त्यो ठाउँमा त, एकदम चिसो। अघि बाटोमा आउँदाखेरि पसिना आएको थियो, त्यो पसिना अनि त्यो माथिको चाहिँ त्यो चिसोले गर्दाखेरि त जाडै भयो भने मलाई एकछिन त। तर गजब ठाउँ चाहिँ डाउट रहेछ, एकदम चिसो। माथि बस्ने ठाउँ पनि रहेछ, तर चाहिँ माथि के बस्नु, अब छ अहिले बल्ल 5:30 भएको छ होइन। जाउँ न, अब कहाँसम्म पुगिन्छ हेरौँ भन्दै फेरि म चाहिँ हिँडेँ। तर राम्रो लाग्यो। चिसो ठाउँ है, त्यसले गर्दाखेरि अब फेरि भोलि त फेरि तातै खाने होला। तल झरेपछि त पूर्वतिर लागेपछि त धेरै बढी नै गर्मी हुन्छ है। यहाँसम्म चाहिँ ठिकै छ। टर्निङ पनि कस्तो के खतरा टर्निङ भने यहाँ त सट्ट घुमेको। चालीसभन्दा 50भन्दा माथिको स्पिडले त त्यो टर्निङ चाहिँ क्रस गर्न सकिँदैन। यस्तो त खालको टर्निङ सत्य बाइकै सुताउनु पर्ने, त्यस्तो पनि। अब हेरौँ अब कहाँसम्म पुगिन्छ। त्यसपछि फेरि भेटौँला। अलिकति तल बजार एरिया रहेछ, त्यहाँनिर गएपछि फेरि भेटौँला नि त। बर्दिवास 50 किलोमिटर यहाँदेखि। म चाहिँ अब यो भिमानबाट म कटारेतिर लागेँ होइन। भिमानबाट चाहिँ सिधै गएको भए चाहिँ यता गाईघाटतिर यो बर्दिवासतिर गइन्थ्यो। म त्यहाँ त्यो बाटो नलागेर म चाहिँ भिमानबाट चाहिँ फेरि उता उत्तरपट्टिबाट लागेको। अनि त्यसपछि यो के भयो यो के भन्ने ठाउँतिर पुग्छ अरे होइन। त्यताबाट चाहिँ धरान जान पनि सजिलो, अनि उभलो बाटो भनेर चाहिँ म यहाँदेखिबाट यसरी लागेँ। अब हेरौँ कहाँसम्म पुगिन्छ। बाटो अहिलेसम्म चाहिँ एकदम राम्रो छ, कुनै त्यस्तो अप्ठ्यारो बाटो केही छैन। अलि बढी उ रहेछ के, जङ्गलको बाटो बढी रहेछ। बस्तीहरू चाहिँ झुन्ड परेको चाहिँ बस्तीहरू रहेछ यो बाटोमा। जस्तो अब पूर्व पश्चिम राजमार्गमा त धेरै बढी उ छ नि त। अब रोडमै घरहरू टन्न भएको छ, अलि बढी चाप हुन्छ अब उसको ट्राफिकको होइन। तर यतापट्टि चाहिँ ट्राफिक पनि नै, बाटो पनि सिधा एकदम ठुलो है। अहिले त झन् गजबको रहेछ। अब यहाँ भिमानदेखिबाट चाहिँ यो कटरी भनेको त्यहाँ पुग्नलाई चाहिँ 49 किलोमिटर रहेछ होइन। अब त्यतैतिर गएर बास बस्नु पर्ला अब आज। म चाहिँ कटारी अब लगभग पुग्न आँटेको छु। धरान चाहिँ लगभग 150 कति समथिङ कति किलोमिटर छ होइन। म चाहिँ धरान चाहिँ पुग्न नभ्याउने भयो। म अहिले चाहिँ अब त्यही कटारीमा गएर बस्छु। अनि त्यसपछि भोलिमा चाहिँ त्यसपछि धरानको बाटो फेरि सुरु गर्नु पर्ला। अब साँझ पर्न आँटिसकेको छ, त्यसले गर्दाखेरि अब भिडियो पनि सायद राम्रो नआउला।
भन्दै म चाहिँ अब कटारी पुगेपछि मात्रै अब भिडियो गर्छु है त ल। हस्, कटारी भन्ने ठाउँमा चाहिँ आइपुगेँ है। अनि विमानबाट चाहिँ लगभग कति किलोमिटर भन्यो, 18 किलोमिटरदेखि माथि यतापट्टि छिर्न पर्दो रहेछ। अनि त्यहाँ आएर बसियो। रुम पनि ठिकै छ, त्यस्तो टाइपको चाहिँ रुम रहेछ। ठिकै छ, एसी सितको रहेछ, एसी लगाएको रहेछ। यति भएपछि भइहाल्छ। टिभी सिभी नचल्दो रहेछ। टिभी चाहिँ अस्ति आएको चट्याङले चाहिँ खाइदिएछ भन्दै थियो। ठिकै छ, यतिको रुम चाहिँ 2000 मा भन्ने कुरो भयो। अनि बाथरुम पनि ठिकै छ, चट्ट म त लुगा सुगामा ल्याएर धुनाइदिएँ। ठिकै छ, यतिको बाथरुम ठिकै छ। ल हुन्छ भन्दै म चाहिँ अब भोलिको चाहिँ तयारी। अब जान त धरानै जाने हो पहिला होइन। धरान जान्छु, धरान गइसकेपछि त्यसपछिको चाहिँ विचार गरौँला। भोलि बिहान उठेपछि फेरि अर्को नयाँ भ्लग आउने छ भन्दै आजलाई म यहीँबाट बिदा हुन चाहन्छु है त। ओके बाई, गुड नाइट।